नमस्ते, म दीपक बहादुर सिंह। नेपाल र नेपालीहरूको सधैँ सधैँ राम्रो र भलो चिताउने, हाम्रो शरीरमा एक थोपा रगत रहन्जेलसम्म पनि देश र जनताको लागि लडिरहनेछौँ। यो मेरो मन र मुटुले भनिराखेको छ। यदि हामी यो देशको खुशी, समृद्धि, शान्ति चाहन्छु भने, यदि हाम्रा भाइ बहिनी, छोरा छोरी, नाति नातिनीहरूको उज्जवल भविष्य बनाउने हो भने, यदि नेपालीहरूको शिर ठाडो र स्वाधीन राष्ट्र बनाउने हो भने, चाहे स्वदेशमा बसेको नेपाली हौ, चाहे विदेशमा बसेका हाम्रा नेपाली दाजुभाइ ने किन नहो, एकजुट हौ। एकचोटि सर्वधर्म समभाव सनातन हिन्दू राष्ट्र बनाउनको लागि, सबै नेपालीहरूलाई एउटै फूलको मालामा राख्नको लागि, सबै नेपालीहरूलाई एक सूत्रमा बाँध्नको लागि एकजुट हौ। सबै नेपालीहरूलाई एकजुट बनाउनको लागि राजा राज संस्था बाहेक अरू विकल्प हामीसँग छैन। संघीयता देशले धान्न सक्दैन। कार्यकर्ता भर्ती केन्द्र बर्मन लुटको अखाडाको रूपमा रहेको संघीयता अन्त हामी मिलेर गर्नुपर्छ। देश बेच्ने, उद्योग कल कारखाना बेच्ने, नेपाली जनतालाई बेच्ने र भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाउने जो कोही किन नहो, त्यसको मूल नाश गर्नको लागि हामी एकजुट हुनु जरुरी छ। त्यसकारण म देशका बुद्धिजीवी, मजदुर, शिक्षक, विद्यार्थी, किसान र राष्ट्र सेवकहरूलाई तेस्रो जनआन्दोलन अवस्था र व्यवस्था पल्टाउने मेरो आन्दोलन हो भनी सहभागी हुन विनम्र अनुरोध गर्दछु। सबैले राजालाई साथ दिउँ, यो भन्दा अर्को विकल्प हामीसँग छैन, नेपालीहरूसँग छैन। यो राष्ट्रवादी आन्दोलन सफल पार्न काठमाडौँ जाउँ, महाकुम्भको आन्दोलनमा सहभागी बनौं। मरे पुण्य कमाइन्छ, बाँचे जिते देश र जनता, धर्म र संस्कृति अमर रहन्छ। नेपाल विश्वको एक मात्र हिन्दू अधिराज्य बन्नेछ। धन्यवाद।